ल गाइज है बाटो यस्तो छ है। ल गाइज है त्यहाँ झगडा भइरह है। यार प्यारी भान्जी टेन्टेरा मामा आयो। हेलो गाइज अहिले चाहिँ म सही चोकमा नै भनौँ न है, लाइन चोकमा छु अहिले। सही चोक र लाइन चोकको बिचमा छ। यहाँ सेन्टर के नाम छ, द सेन्टर टाउनमा छु है। र आज चाहिँ म जाँदैछु गाउँमा। यो बाइक चाहिँ बुवाको हो क्या। यो बाइकलाई चाहिँ मैले गाउँमा पुऱ्याएर आउनुपर्ने छ। आजै गएर आजै फर्किनु पर्ने छ, किनकि भोलिबाट मेरो ड्युटी छ। अनि यो बाइकको चाहिँ जोस् छैन भनौँ न, गाउँमा चाहिँ खाँचो छ बुवालाई, दोकान सोकान चलाउनु पऱ्यो नि त। अब जोस् हल्का रिकभर त हुनु भइसक्यो। अब सेकेन्ड विक पछि फेरि यतै आउनुहुन्छ। सो दोकानको सामानहरू यताउता लिनको लागि चाहिँ अलिकति सजिलोको लागि चाहिँ यो बाइक चाहिँ उहाँलाई चाहिन्छ। सो मैले पुऱ्याउन जाँदैछु। यहाँ त अब घाम लागेको छ होइन, यस्तो हेर्नु सकिन्छ होइन। यहाँ चाहिँ घाम लागेको छ है। मैले बिहान बहिनीलाई फोन गरेर सोधेको, बहिनीले के भन्यो भने यता त एकदम मौसम जाडो छ, अलिक तातो कपडा लगाएर आएछ भने। तर मैले बोकेको छैन, किनकि मेरो सबै ज्याकेटहरू धोएर राखेको छु। सो गाइस अब म यहाँबाट हिँडेको है, मेरो यात्रा अब सुरु हुन्छ। म चाहिँ अहिले यहाँ 24 कोटीमा छु है। यहाँ क्लियर भिजनमा आएको छु, किनकि चस्मा बनाउने पहिला मैले डेट दिएको थिएँ। सो प्राइस थोरै हाई छ। सो यसको बारेमा थोरै डिस्कस गर्नु छ मलाई थोरै। अहिले चाहिँ म यहाँ डाइरेक्ट क्लियर भिजनमा है, हेर्न सकिन्छ। ल गाइज है, मेरो चस्मा चाहिँ अब लगभग केही दिनभित्रमा आइहाल्छ। सो म चाहिँ अब यहाँ 24 कोटीबाट निस्किन लाग्यो है। यहाँ क्लियर भिजनमा पुरा फाइनल भइहाल्यो है। ल गाइज है, अहिले म पारस बसपारा गएँ। तर भान्जीले रोशनी बहिनीले चाहिँ दुध लिएर आऊ भनेको थियो भान्जीको लागि। पाउडर दुध ल्याउन बिर्सेको क्या, त्यहाँ उता पाएन। सो म अब फर्केर जानुपर्ने भयो है। ल गाइज है, म अहिले त सरकारी अस्पतालमा छु है। र यो फार्मेसीमा चाहिँ त्यो दबाई, त्यो मतलब पाउडर दुध पाइन्छ क्या, त्यो होला। मलाई चाहिँ हतपत जहाँ पाइ त्यही नपाउने क्या। अनि त्यो अलिक धेरै किसिमको पाउडर दुधले चाहिँ बच्चालाई असर गर्यो, खास गरी भान्जीलाई। त्यो हिसाबले चाहिँ यतै लिन आइपुगेँ म। त्यहाँ निकाल्ने काम भइरहेछ है। त्यो अन्त नपाइने क्या, अलिकति विभिन्न किसिमको पाउने। त्यसले गर्दाखेरि अब भान्जीको पेट खराब भयो होइन। सानो बच्चा अब बोन बिग्रेपछि अब त्यहाँ हाम्रो निकाल्ने काम भइरह। एकपट्टा भयो भने कति त यसको हेर्नु त। ल यो चाहिँ हतपत जहाँ पाइ त्यही नपाउने क्या है, हाम्रो त जितपुरतिर छैन है। यसलाई मैले यही लिएँ 1290 लगाए चाहिँ। अब चाहिँ मेरो यात्रा सुरु भयो है। यहाँ भरतपुर अस्पतालदेखि है, हुन त भान्जीको डेलिभरी भएको नि यही हो क्या। सो भरतपुर अस्पतालदेखि अब जाँदैछु म वीरगन्ज, त नभनौँ जितपुर सिमरा, मेरो गाउँ रामवन टाढी। ल गाइज है, बाटो यस्तो छ है। झन्डै लडेको म। र गाइज है, म अहिले कहाँ छु भने ठ्याक्कै प्रहरी जिल्ला कार्यालयमा छु है। जिल्ला प्रहरी कार्यालयमा छु है, किनभने यो ठाउँमा चाहिँ धेरै यादहरू बुनेको ठाउँ हो नि त होइन। पहिला चाहिँ 2022 सालमा म्यादीमा चाहिँ म यहीँ आएको थिएँ। त्यो चाहिँ त्यस पहिला चाहिँ अलिक खाल्टै थिएँ है, अहिले चाहिँ धेरै क्लिन भयो। अन्त 3-4 वर्ष भइसक्यो है, अहिले 2026 लागिसक्यो है। सो हामीहरू त्यो लाइनमा थियो है। मैले फर्स्ट टाइम प्रनिसालाई देखेको यही हो कि गाई चाहिँ। ऊ चाहिँ यस्तै एउटा कहाँ डाँडा काँडा थियो होइन। ऊ चाहिँ त्यो डाँडा काँडामा उभिएर कसैलाई खोजिरहेको थियो है। म चाहिँ मामालाई खोज्ने बेलामा उसलाई भेटेको ठाउँ चाहिँ यही हो है। यहाँ चाहिँ धेरै यादहरू बुनेको छ है। यहाँ आएपछि मलाई किन हो, कता हो, म हराएको जस्तो भुलेको जस्तो फिल हुन्छ क्या है। हामी त्यहाँ लाइनमा बस्थ्यौँ गाई चाहिँ क्या, त्यो गाडीनिर चाहिँ त्यहाँ हाम्रो लाइन हुन्थ्यो कि है। त्यहाँ चाहिँ बस्ने गर्थ्यौँ। जस धेरै यादहरू बुनेको छ मलाई अहिले पनि। कस्तो कस्तो लाग्छ है, अझै पनि प्रनिसा मैसँग छ कि जस्तो फिल चाहिँ भएको है। अब के भन्ने अर्थ, यहाँ चाहिँ अब भनौँ न ड्युटी कहाँ हो के हो होइन। अब यहीँ सबै भित्तामा टाल्ने काम गर्छ क्या, रुटिनहरू। यो डेली अपडेटहरू चाहिँ यो भित्तामा टाल्ने काम गर्छन् क्या, यो साइडमा है। अनि पहिला प्रनिसाको ड्युटी यहाँ पनि थियो क्या, यहाँ ऊ त्यो खम्बा छ नि गाई त्यो होइन। यहाँ नि के नाम छ यो, क्रस जस्तो देखा। सो त्यहाँ चाहिँ उसको ड्युटी थियो क्या। यता र उता अब मतलब त्यो लाइन मिचेर आउने, सिङ्गल लाइनमा आउने, डबल लाइनमा आउने गाडीहरूको चेकअप थियो। सो अहिले म हेटौँडा आइपुगेँ। अहिले कति बज्यो भन्दाखेरि ठ्याक्कै अहिलेको टाइम भन्ने हो भने ठ्याक्कै 2:42 है, 2:42 भएको छ।
अब म यहाँ धेरै बेर उभिन नि मिल्दैन किनभने यो मेन रोड हो है, यहाँ धेरै उभिन मिल्दैन। सो अब म यहाँबाट हिँडेँ, तर चिया पानी खाएर जानु पऱ्यो। धिरेन्द्रलाई फोन पनि हान्नु पऱ्यो है। सो म अहिले हेटौडामा छु भनेर भन्नु पऱ्यो। बिचरा म्यादीमा भेटेको पक्का साथी भनेको चाहिँ धिरेन्द्र यादव हो है। सो म उसलाई अलि माथि गएपछि कल गर्छु। म तपाईँहरूलाई बस पार्क नै देखाउँछु, हामीले ड्युटी गरेको ठाउँ नै देख्नुहुन्छ तपाईँले। सो अहिले चाहिँ गाइज म है तहरको ठेकीतिर आइसकेँ है। यहाँ हाम्रो ड्युटी हुन्थ्यो पहिला है। म यहाँ धेरै बेर रोकिनँ, यहाँ अब गाडीहरू रोक्ने ठाउँ है, यहाँ अलिक डिस्टर्ब गर्न नि मिल्दैन। सो प्रनिसाको सम्धि चाहिँ यता कता काम गर्छ टिकट काउन्टरमा। अहिले को सम्धि हो त्यो एक्ज्याक्ट थाहा भएन है। र अर्को कुरा, हामी यताबाट चाहिँ सर्टकट बाटो थियो, अहिले रहेन चाहिँ। मैले अस्ति भिजिट गरेको धिरेन्द्रले मलाई अस्ति छोडेको ठाउँ नि त्यतै है। बिचरा मलाई बस पार्कसम्म यहाँ बससम्म छोड्न आएको थियो। अब म यहाँबाट धिरेन्द्रलाई फोन हानेर निस्किन्छु है। यहाँ धिरेन्द्रले फोनै उठाएन यार। उता गाइस पिपलको बोर्ड छ होइन, त्यहाँ नै हाम्रो ड्युटी थियो पहिला है। अब फोन चाहिँ धिरेन्द्रले उठाएन है। अब चाहिँ म यहाँबाट हिँडेँ किनकि टाइम कम छ, मलाई फर्किनु पनि पर्ने छ म। सो अहिले चाहिँ म यहाँ चौतारानिर आइपुगेँ है। पहिला यहाँ ड्युटी हुने गर्थ्यो हाम्रो, कुनै बेलामा ड्युटी यहीँ हुन्थ्यो है हाम्रो। ल गाइज हामीहरू चाहिँ अब सिमरा आइपुग्यो है। पत्ता कटिसक्यो मैले है। ल गाइज है म अहिले सिमरा आइपुगेँ। यहाँ बहिनीलाई फोन हान्दै थिएँ, फोन उठाएन यसले। गाइज है म चाहिँ अहिले पहिला पढेको स्कुलमा आएको छु। यो स्कुल पहिला यो भाग थिएन, यताको मात्रै थियो, यो पुरै ग्राउन्ड थियो है। यो पिपलको बोर्ड अझै पनि रहेछ, त्यहाँ हेर्न सकिन्छ। पहिला चाहिँ म सायद त्यो क्लासमा पढ्थेँ कि यो ठुलो लाग्थ्यो, अहिले त सानो देखिरह है हेर्दाखेरि, नत्र पहिला चाहिँ यो ठुलै लाग्थ्यो हामीलाई। यो भ्यू छ। अन्त यो स्कुल नगएको पनि लगभग 6, 7, 8, 9, 10 यस्तै वर्ष भइसक्यो है। यो पहिलाको जस्तो त्यो टिनको चाहिँ थपे थिएन, त्यो टिन जस्तो निलो थपे थिएन, त्यो चाहिँ पछि बना रहेछ, अलिक सानो खालको थियो त्यहाँ चाहिँ। यो टोइलेटहरू चाहिँ सायद पछाडिपट्टि थियो, अहिले चाहिँ धेरै चेन्ज भएको छ है। यसो पुरानो झल्का है, त्यसैले चाहिँ रेकर्ड गरेको आज हेर्न सकिन्छ। अनि यता पिच थिएन है, यहाँ कच्चे रोड थियो, अहिले चाहिँ धेरै कुराहरू चेन्ज भएको यतातिर है। यो धेरै राम्रो पनि देखेछ देख्नु त। अन्त कुनै दिन टाइम मिल्यो भने चाहिँ यो स्कुल म भिजिट गर्छु है। पहिलाको सरहरू छ कि छैनन् त्यो पनि चेक गर्छु। क्या दामी यार। ल गाइज म घरमा आइसकेँ। आई एम ब्याक। मम त भर्खरको भएछ त। जुली रे के अरे रकी थाहा छ। रोशनी चाहिँ टक्क हेर्न यता गाउँ ठाउँमा आएर भेषभूषै अलग छैन। हाम्रो यहाँ डियर प्यारी भान्जी ढ्यान्टेरा मामा आयो। जाड भाइनेलाई ल है भान्जीलाई भेट्यो। लेट होइन, कामै काम थियो र कान्छे खै मा आउने भनेको यस्तै भयो। मा आउने भनेको खालि जुली भन्न भने यो चाहिँ सेतो भएर कि। कसले सुने होइन म यहाँ भान्जेको र पाएर फेरि त्यहीँबाट लिएर आएको सरकारीमा पुगेर। Oh my god, thank you so much. Very ल यो है। Oh, thank you. वेलकम। Thank you so much. चुनाव चलिरहेको रहेछ होइन यता। ल गाइज म चाहिँ अहिले मेरो ममको रुममा छु है। हुन त यहाँ धेरै कुरा मिलाउनु पर्ने छ। यो चाहिँ म पहिला यहाँ सुत्ने गर्थेँ, अहिले सबै सामानहरू गजाङ गुजुङ छ। हेलमेट पनि यहाँ राख्दै है। हाम्रो यहाँ भान्जी काली पुगली भेट भयो। भान्जीको लागि स्पेसल लिएर आएको छु, त्यहाँ खुवाइदिए बेलामा। ओके। हाम्रो गाउँ ठाउँ देखा न, गाउँ ठाउँहरू
Guys, दुई हातलेसम्म झर्दै Rosita, where are you? Yeah, wow. So beautiful. मेरो भान्जीले हाँची गरे ल गाइज चाहिँ हाम्रो यताको पछाडि साइड है अनि त्यहाँ चाहिँ हाम्रो बारी रहेको छ ऊ त्यो स्टे ऊ पुत्ला भएको चाहिँ भान्जी आएको थियो कि गाई चाहिँ हाम्रो भान्जी बाबा आउनु भएन आज है भान्जीको खास गरी यहाँ चस्मा लिन आएको मैले खोजेको फ्रेम यहाँ छैन होला किनभने महँगोको चस्मा आउँदैछ फ्रेम मैले राम्रो छ हुन्छ त्यहाँ पनि रहेछ चस्मा पर्छ त्यहाँ नमाज पढ्दै हुनुहुन्छ है डिस्टर्ब गर्नु भएन यहाँ त अहिले अलिक टाइम लाग्ला जस्तो देखेर मैले त्यही युनिक सरी युनिक साडी चाहिँ मान्छे छैन क्या यहाँ त मान्छे छैन यार यहाँ गाइज म यस्तो ह्यान्डसम त छु तर प्रनिसले छोड्न पाउनुको अब चाहिँ म यहाँ मान्छे आएपछि यहाँ चस्माको बार्गेनिङ गर्नुपर्ने छ पाउँछ कि पाउँदैन है र गाइज है चस्माको कलेक्सन त राम्रो रहेछ यहाँ है यो पनि दामी छ डिजाइन तर यस्तो झुन्डेको अलिक मलाई खसखस लाग्छ कि होइन अनि यो वाला पनि ठिकै छ यो गोल्डो त्यति मन पर्दैन अनि यो वाला पनि ठिकै छ है यो है भवाल देखेछ फ्रेम मात्रै यो चस्मा बेटर कि होइन यो वाला बेटर कि कुन वाला छ बेटर या फिर यो वाला यो वाला अलिकति ओभर देखेँ चितपुर बजार त यस्तो छ है अन्त यो ठाउँमा पहिला धेरै घुमिसकेको थिएँ तैपनि आज यसो होइन भ्लगमा यसो भिजिट गराएँ यो चाहिँ म पहिलाकै ठाउँमा आएको छु है र यो रहेको छ हाम्रो चिनी 10 केजी ल गाइज है त्यहाँ झगडा भइरह है म चाहिँ यता मिज्जोकोमा आएको थिएँ यहाँ मिज्जोको होटेलमा आएको थिएँ त्यहाँ झगडा भएको छ बाहिर यार एसिस्टेन्ट हो के नाम मुन्ना चौधरी मुन्नाको बच्चा चौधरी लगाए चाहिँ भट्टी पसलहरूमा हुने चाहिँ यस्तै अरे है झगडा हुने हो लगाइज म चाहिँ अहिले मिजोको होटेलमा छु है यहाँ चाहिँ मिजोहरूको चाहिँ अलिकति काउन्टिङ भइरह जस्तै अब बिजनेसहरूमा त्यही त हो नि र है म यहाँबाट अब घर जाँदैछु घर गएपछि चाहिँ अब सुत्नु पऱ्यो खाना खानु पऱ्यो भोलि बिहान यहाँ निस्किनु पऱ्यो लगाइज हाम्रो रातिको टाइम भइसक्यो अब हामी सुत्नु पर्ने छ यहाँ हाम्रो मम के ओछ्यानको तयारी मिलाउँदै हुनुहुन्छ यो रहेको छ हाम्रो ममको र यो रहेको छ मेरो है यो झुल चाहिँ मैले म्यादीमा पाएको झुल हो र मम यो हाम्रो पुरानो दराज होइन त लगभग हाम्रो पहिला दोकान हुँदाखेरि है यो तँभन्दा दाइ हो मभन्दा जेठो दराज है अब मैले 29 वर्ष लाग्यो भने चाहिँ यसले झन् कति लाग्यो यो चाहिँ पहिलेदेखिबाट थियो है अनि जस यो चाहिँ 2 फोल्ड खालको छ है यसलाई यसरी खोलेपछि यो बिचमा 2 भाँचिन्छ है यो 2टा खालको छ यो चाहिँ यसरी तान्नुपर्छ है पहिला चाहिँ हामी यसमा लुक्थ्यौँ कि यसमा भित्र ठुलो गाडी गिलास कतिवटा छ पहिला चाहिँ गाई चाहिँ हामी यही भित्र लुक्थ्यौँ कि यही भित्र लुक्ने यता लुक्ने है मलाई याद छ म प्रायः जस्तो यो वाला फ्लोरमा लुक्थ्यो यसको 3टा यो तल बिचको अनि यो पहिला चाहिँ म यसमा लुक्थेँ अट्थ्यो पनि क्या अहिले त अब अट्दैन है तर हेर्दाखेरि अचम्म लाग्थ्यो तर पहिला चाहिँ सानोमा चाहिँ यो भित्र छिर्थेँ क्या म पहिला अट्थेँ नि अहिले त अट्दैन पहिला अट्थेँ कि मलाई याद छ क्या बहिनी दिदीहरूसँग खेल्दाखेरि मैले यो भित्र पस्थ्यो यो ठुलो गाडी गिलास 12वटा छ यहाँ त्यही त यो चाहिँ हाम्रो बुवा र मम्मी विदेशबाट आउँदाखेरि यो चाहिँ सुर्केस भइहाल्यो हाम्रो ममको चाहिँ यो सटरवालामा छ है तर केही छैन पछि चाहिँ घर बनाएपछि चाहिँ माथि सिफ्ट हुन्छ म अहिलेको हालचाल यस्तै छ अब बिस्तारै थप्ने कुरो भयो त्यो पछिको कुरो हो र यो चाहिँ हाम्रो ममको पूजा गर्ने ठाउँ मेन थान भन्छ यसलाई है ममले चाहिँ बिहान पूजा गर्नुहुन्छ
र मेरो रुम यो छ, अब यसलाई सेटअप हालेर चाहिँ सुत्नुपर्ने छ। हाम्रो आजको भ्लग यति नै, किनकि बिहान उठेर ड्युटी जानु छ। सो म 5:30 बजीतिर उठेर खाजा नास्ता गरेर 7:30मा यहाँबाट हिँड्यो भने लगभग 8, 9, 10मा पुगिहाल्छु। ड्युटी पनि पुग्नु छ। अन्त मैले म्यामसँग खबर गरिसकेको छु। हाम्रो आजको भ्लग यति नै हो। के कस्तो लाग्यो कमेन्ट गर्नु होला। बाई बाई गाइज।